ल त नि गाइज फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो छोटो मिठो ब्लगमा। म सन्चै छु, हजुर पनि सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्दै आज चाहिँ भाइ र म भएर टक्क लाएर बिहान बिहान रेडी भएर गाडी चढेर हामी चाहिँ लाग्दैछौँ टक्क अर्घाखाँचीतर्फ। एकैछिनको रमाइलो यात्रापछि हामी पुग्छौँ अर्घाखाँची जिल्लामा रहेको एकदमै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली। आज चाहिँ हामी घरको सबै फ्यामिली मिलेर टक्क दर्शन गर्न गएका थियौँ। त्यसपछि हामीले चाहिँ सबैले पालै पालो पूजा गरेर पनि सकायौँ। अब चाहिँ हामी लाग्छौँ नरपानी। नरपानी चाहिँ किन जान लाग्यो भन्दा खाना बनाउने, खाने, रमाइलो गर्ने भनेर गाडीमा चढेर गयौँ। नरपानी पनि पुग्यौँ। त्यहाँ त यस्तो बवाल भ्यू देखेको थियो, हेर्नु त गाइजहरू। नरपानीको भ्यू हेर्दै सबैजना आफ्नो काममा चाहिँ लागिसक्नु भएको थियो। यता अचार रेडी हुँदै थियो, यता चाहिँ मैले पनि मटनको लागि ग्रेभी रेडी गर्दै थिएँ। अब गर्नै पर्यो, सेफ भएस त के गर्नु, गाह्रो छ। ग्रेभी चाहिँ बवाल भएको थियो है। मटन बसालेर हामी चाहिँ लाग्यो फोटो भिडियो सुट गर्न। फोटो भिडियो सुट सकिएपछि आएर चाहिँ मैले खाना खाएँ। म चाहिँ लास्टमा परेँ, गाइजहरू सबलाई खुवाउनै पर्यो। यता चाहिँ हाम्रो दिदीले भाइले बनाएको खाना एकदमै मिठो छ भन्दै खाइरहनु भएको थियो। खाना मात्र खाएर त भएन, पचाउन नि पर्यो, डान्स त हान्नै पर्यो भन्दै मैले पनि 120को स्पिडमा डान्स हानेर टक्क सबै काम सकाएर हामी चाहिँ लाग्छौँ घरतर्फ। सबैजना के गर्नु, त्यहाँ बसेर भएन। गाडीमा रमाइलो गर्दै हामी चाहिँ लाग्यौँ घरतर्फ गाइजहरू। एकदमै राम्रो भ्यू हेर्दै टक्क चिसो हावा खाँदै हामी चाहिँ लाग्यौँ घरतर्फ है। घर पुग्न नपाउँदै बाटोमै फेरि मलाई कालु लिन आएको थियो। माया गर्छ का। त्यतिकैमा हामी पनि घर आइपुग्यौँ। ल त नि गाइज, भिडियो अन्तिमसम्म हेरेकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद। भिडियो अन्तिमसम्म हेरिसकेपछि लाइक अनि भिडियो के कस्तो लाग्छ छोटो मिठो कमेन्ट पनि गर हो त गाइज। बाई।